हेलो, तपाईहरुले यस्तो कम्प्युटरको स्क्रिन साइड अथवा चाहिँ अपको डाउन भएको देख्नु भएको थियो। मैले चाहिँ देखेको थिएन ल, आज देखेँ हैन। अनि त्यसपछि यसलाई चाहिँ रोटेट कसरी गर्ने भन्ने थाहा थिएन। अनि मैले रिसर्च गरेँ अनि यो भिडियो बनाएर तपाईहरु सामु शेयर गर्दै छु है त। यदि तपाईहरुको कम्प्युटर ल्यापटप पनि यस्तो भयो भने चाहिँ यसलाई चेन्ज गर्नको लागि स्क्रिन चाहिँ अपलाई डाउन गर्नको लागि चाहिँ हामीले यो तीनवटा किजहरु चाहिँ थिच्नु पर्ने हुन्छ के। यो अल्ट अनि कन्ट्रोल अनि त्यसपछि साइड एरो अथवा डाउन एरो जुन थिच्दा नि हुन्छ। मैले साइड एरो थिचेको यता गयो हैन, फेरि नेक्स्ट टाइम साइड एरो थिच्यो भने चाहिँ फेरि अप डाउन भयो हैन। अनि त्यसपछि अब फेरि नेक्स्ट टाइम साइड एरो त अल्ट कन्ट्रोल र साइड एरो थिच्दाखेरि चाहिँ बल्ल यो चाहिँ सही ठाउँमा आयो। तपाईहरुकोमा पनि यस्तै प्रब्लम आएको छ भने चाहिँ यसरी नै सल्भ गर्न सक्नुहुन्छ है। मेन की भनेको यसको चाहिँ अल्ट कन्ट्रोल एन्ड अप अर साइड एरो तीनटै एकैचोटी चाहिँ प्रेस गर्नु पर्यो। थ्यांक यू फर वाचिङ।